हाम्रो शरीरमा सबभन्दा घातक चिज भनेको धुम्रपान हो है। धुम्रपानले चाहिँ तपाईको धुवा त्यो छिरेर शरीरको कोषसम्म विशेष गरी यो रक्तनलीको भित्ताहरू जसलाई हामी एन्डोथेलियम भन्छौँ त्यो एन्डोथेलियमलाई नै ड्यामेज गरिदिन्छ क्या त्यसले। त्यो गरेपछि त्यो एन्डोथेलियम भनेको एकदम स्मुथ हुन्छ। स्मुथ भनेको एकदम के भन्छ त्यसलाई समतल खालको होइन। त्यसले चाहिँ त्यो एन्डोथेलियमलाई डिस्टर्ब गरेर खस्रो बनाइदिन्छ क्या। खस्रो भइसकेपछि त्यहाँ गएर क्याल्सियम फ्याट अरू चिजहरू त्यहाँ गएर अड्किन्छ र त्यसले कालान्तरमा त्यो नसालाई चाहिँ ब्लक गरिदिन्छ र त्यो फुटेर उछिटिएर तल गएर अनि हार्ट एट्याक हुन्छ त्यो हुन्छ। त्यही भएर खानपिन खानपिनमा विशेष गरी धुम्रपान गर्नै भएन, मद्यपान गर्नै भएन। सोसियल ड्रिङ्कर कहिलेकाहीँ थोरै खायो भने अब त्यसलाई कन्सिडर गर्न सकियो, तर नियमित अत्यधिक मद्यपान गर्नु भएन। त्यसपछि मासुजन्य कुराहरू कम गर्ने, खाँदै नखाने भने होइन। र मासु खाँदाखेरि पनि बोसो र यो स्किनहरू हुन्छ नि छाला त्यो हटाएर खानु पर्यो, थोरै मात्रामा खानु पर्यो। तारेको र भुटेको भन्दा पनि करीको रूपमा जुन हामीले बोइल गरेर पकाएर खान्छौँ नि त्यो खाले मासु चाहिँ ठिक हुन्छ। भुटेर खाने मासु चाहिँ आफैमा अनहेल्दी हुन्छ क्या। त्यो भएको हुनाले यो कुरा भयो होइन। त्यसपछि तपाईँको खानासँगै जोडिएको कुरा भनेको चाहिँ शरीरमा तपाईँको कोलेस्ट्रोलको मात्रा कति छ, सुगरको मात्रा कति छ, त्यो कुरा चाहिँ हामीले नियमित रूपमा हेर्नु पऱ्यो। यदि कोलेस्ट्रोल र सुगर हाई छ भने त्यसलाई कन्ट्रोल गर्नु पऱ्यो। कोलेस्ट्रोल हाई र सुगर भनौँ डायबिटिज भएको मान्छे अनकन्ट्रोल डायबिटिज भन्छ, कन्ट्रोल नभएको डायबिटिज हुने मान्छेमा चाहिँ मुटु रोग लाग्ने सम्भावना 2 गुणा बढेको। त्यसले गर्दाखेरि यो कुराहरूलाई हामीले कन्ट्रोल गर्न सक्यौँ भने सेकेन्ड कुरा भनेको फुड ह्याबिट, खानेकुरामा परिवर्तन हुनु जरुरी छ।